नमस्कार सबैमा। मेरो छोरी चाहिँ आज आफ्नो तरिकाको स्टाइलको आफैले रेसिपी बनाएर चटपटे बनाउन लागिरहेछ। हेर्नु साथीहरू, ऊ हाल्दैछ मुरै हाल्ने। अब हामी सुरुमा अब हाल्यौँ हाम्रो रम्बा चाउचाउ, सबैको मनमा रहने। अनि यो भुटेको गेडागुडी, बदाम, धनिया, यो चाहिँ छ्यापी, हाम्रो आयो अब प्याज, अनि हाम्रो आयो यहाँ काँक्रा। अब यो भयो खोर्सानी। छिटो छिटो हाल है, उठाएर हाल न। यो चाहिँ लप्सीको अचार, यो चाहिँ डालमोट, अब हालौँ। अब जेको मसला नि हाल्यो हुन्छ। हामी पिरो, यो चाहिँ पिरो मसला, पिरो मसला। अब यो चाहिँ यही रम्बाको मसला। बन्द। अब आयो हाम्रो यो चाहिँ रातो बनाउनु, टमाटो सस जस्तो केचप। बन्द गरौँ। अब यसलाई मिक्स गरौँ। हामीले चाहिँ नुन हाल्नु बिर्सेछ, त्यसैले अब ठिक्क मात्रामा नुन हालौँ। अब चाहिँ एकैचोटि खानामा भेटौँ होला हामी। रेडी? कस्तो छ मामा? मिठो। आज मैले 100 को लेख्थेँ। बाबा कस्तो छ? दामी छ।